हेलो गाइज, गुड मर्निङ, वेलकम ब्याक टु माई च्यानल। अब आज धेरै दिनपछि म भ्लग बनाउँदैछु गाइज। अब हेर्नु अलिकति हेल्थको चाहिँ प्रब्लम भएको थियो, त्यही भएर चाहिँ मैले भ्लग बनाउन सकिनँ है। अब आजबाट चाहिँ मेरो कन्टिन्यू भ्लग आउनेछ गाइज है। अब आज चाहिँ म व्यापार पशुपति जाँदैछु। पशुपतिबाट म तपाईँहरूलाई दिनभरिको व्यापार देखाउनेछु र सँगसँगै अनि सबै कुराहरू जे हुन्छ म तपाईँहरूलाई भने नै छु है त गाइज। ल अब पशुपतिमा भेटौँ ल। तो गाइज हेर्न सक्नुहुन्छ, म चाहिँ अहिले पशुपति पुगिसकेको छु। अब चाहिँ व्यापार गर्न निस्किँदैछु गाइज है। आज चाहिँ एकदम चर्को घाम लागेको छ होइन। घामले चाहिँ मौसम एकदमै चर्को घाम छ। हिजो दिनभरि पानी पऱ्यो नि त, त्यही भएर चर्को घाम छ गाइज है। हेर्न सक्नुहुन्छ अब यस्तै नै छ। अब सामान यसरी खोलेर हातमा समाएको गाइज। अब मेरो दिनभरि व्यापार हुन्छ होला। अब यहाँ एकछिन तल पशुपति गएर चाहिँ अनि त्यहाँबाट घुमेर चाहिँ अनि म यता तिलगङ्गातिर एयरपोर्टतिर जाने प्लान छ गाइज। ल अब चाहिँ उतातिर लागेको गाइज। ल हेर्न सक्नुहुन्छ है त। ल अब म तपाईँहरूलाई देखाउने नै छु क्रमबद्ध। ल गाइज है, हेर्दै गर्नु होला। त गाइज अहिले हेर्न सक्नुहुन्छ, म ट्याक्कै पशुपति पुगिसकेको छु होइन। व्यापार गर्दा गर्दै अब यहाँ चाहिँ अलिक गर्न दिनु, अब माथिपट्टि जान लाग्छु। अब यहाँबाट चाहिँ एयरपोर्ट जाने मेरो प्रक्रिया छ। अब एयरपोर्टको लागि म हिँडिसकेको छु गाइज। हेर्न सक्नुहुन्छ, यो चाहिँ उता पशुपति भयो। अब यहाँ चाहिँ यस्तो छ है। अब मेरो दिनभरिको व्यापार यस्तो छ। अहिले चाहिँ चर्को घाम लागेको छ है पुरा। हेर्न सक्नुहुन्छ आजको मौसम चाहिँ एकदमै चर्को घाम छ। घाममा चाहिँ केही सकिएला जस्तो छैन गाइज। ल यही नै हो, हेर्न सक्नुहुन्छ है त। हेर्न सक्नुहुन्छ मेरो जहिलेको आउने ठाउँ। यहाँबाट चाहिँ चट्ट पार्किङ निस्किने, पार्किङबाट चाहिँ तिलगङ्गा निस्किने ठाउँ हो यो। अब यहाँबाट म चट्ट तिलगङ्गातिर जान लागिरहेको छु गाइज है। अब आज चाहिँ अब 3-4 पिस बेचियो आज दिनभरि। अब त्यही 11 बजीसम्म बेचियो भनौँ न। अब चाहिँ यहाँबाट चट्ट घुमेर घुम्दै 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 अब कहाँसम्म पुगिन्छ टक्क लाएर अनि अब कति पिस बिक्री हुन्छ म तपाईँहरूलाई भन्ने नै छु गाइज। अब हेर्न सक्नुहुन्छ अहिलेसम्म चाहिँ 4 पिस बेचेको छु। त्यही नै छ गाइज। अब तिलगङ्गातिर जाँदैछु। अब यतातिर भेटौँला है त गाइज। हेर्न सक्नुहुन्छ म अहिले तिलगङ्गातिर आइसकेको छु है। यो पुरै तिलगङ्गा हो। अब म अहिले तिलगङ्गातिर आइसकेको छु। अब चाहिँ यहाँ एकछिनमा खाना खानुपर्छ भन्ने तरिकामा छु। एकजना साथी आइरहेछ, साथी चाहिँ भेटेको छैन मलाई होइन। अब यहाँ लास्टै आज चर्को घाम छ। हेर्न सक्नुहुन्छ मैले त हेड लगाएको छु, नत्र भने त मुखसुख गरेर बराबर पचाक थुचुक हुन्थ्यो होला गाइज। ल हेर्न सक्नुहुन्छ है। अब चाहिँ एकजना मेरो मित्र आउँदै हुनुहुन्छ, उहाँ मित्रसँग भेटेर खाना खाने कि के गर्ने भन्ने निर्णय गरेर चाहिँ म अगाडि बढ्नेछु गाइज। हेर्न सक्नुहुन्छ अब यहाँ तिलगङ्गा साइडतिर एयरपोर्ट साइडतिर आइसकेको छु गाइज। ल हेर्नुहोस्, चाहिँ खासै केही व्यापार भएको छैन। अब हेरौँ पछिसम्म के हुन्छ गाइज। हेर्न सक्नुहुन्छ मेरो सामान चाहिँ त्यहाँ छ। म चाहिँ खाना खान आइसकेको छु यो होटेलमा। यहाँको होटेल हो, यहाँ चाहिँ एकदम राम्रो खाना पाइन्छ होइन। सादा खाना पनि यस्तो पर्फेक्ट पाइन्छ, पुरै नआउनुहोस्। सादा खाना आइसकेको छु। अब खानासाना खाएर एकछिन रेस्ट गरेर फेरि घुम्न जानेछु गाइज। खाना हेर्न सक्नुहुन्छ, अचार दाल होइन, एकदम बवाल खाना आइसक्यो छ। अब यो खाना खाएर चाहिँ टक्क खाना छ। अब खानासाना खाएर खाना खाँदैछु गाइज। दालहरू चाहिँ यस्तो छ होइन। बस त्यही नै हो आज चाहिँ गाइज। हेर्न सक्नुहुन्छ त्यो पापड त गाइज। खाना खाएर अब लागिसकेको छु। हेर्न सक्नुहुन्छ खाना खाएर निस्किसकेँ। खाना खाएर सकाइसक्यो। अब सामान लिएर हिँड्न लागेको छु। खाना मजाले खायो। अब एउटा माथि बस्ने ठाउँ छ, त्यहाँ बस्ने ठाउँमा चाहिँ तपाईँहरूलाई म देखाउने छु है त। त गाइज खानासाना खाएर अब निस्किसकेको छु म होइन। बेजोक बनाइसक्यो गाइज। हेर्न सक्नुहुन्छ तपाईँले मेरो अनुहार रातो न पिरो भइसक्यो है। यही नै छ गाइज। अब एकछिनमा अब यहाँ दिनभरि घुम्ने प्लान छ। एउटा बस्ने ठाउँ छ, त्यहाँ गएर म तपाईँलाई देखाउने छु है त। त गाइज म अहिले यहाँबाट खानासाना खाएर निस्किसकेको छु। हेर्न सक्नुहुन्छ एकदम बवाल पानी परिरहेको छ है। आज पानी परेको पुरा पानी परिरहेको छ। हेर्न सक्नुहुन्छ पुरा यस्तो भइरहेछ। म चाहिँ अब यहाँबाट
सलक्क लाएर एक राउन्ड हानेर पशुपतितिर जानु छ। किनभने दिउँसो बिहान त्यहाँबाट आएको थियौँ र त्यहाँ अलिअलि सामान क्रेडिट दिएको थिएँ, त्यही भएर त्यो क्रेडिट पैसा उठाउनु छ गाइस। अब म चाहिँ पशुपतितिर जाँदैछु, हेर्न सक्नुहुन्छ तपाईँहरूले है। अनि अब म त्यहाँ कति व्यापार गरेछु के गरेछु भन्ने म तपाईँहरूलाई भन्ने नै छु होइन। अब मेरो आजको जर्नी यस्तै छ। अलि यहाँ आएर चाहिँ खासै केही बिक्री भएन, एउटा टी सर्ट बेचेको थिएँ गाइस, त्यहाँभन्दा अरू केही बेचिएन। त्यो गाइस हेर्न सक्नुहुन्छ अहिले पुरा पानी परिरहेको छ। म पशुपति जान खोजेको, उतापट्टि पैसा उठाउनु थियो, त्यो पनि जान सकिनँ है। पानी परेर लास्ट बेजोग भइसक्यो। म चाहिँ यसरी बसेको छु, हेर्न सक्नुहुन्छ पुरा यहाँनिर अडेस लागेर बसेको छु गाइस है। पानी कतिखेर रोकिने के पत्तै छैन क्या। अब खै आजको चाहिँ खै व्यापार पनि अब गाह्रो भइसक्यो गाइस। अहिले चाहिँ अब पानीले पुरै भिजाइसक्यो होइन, पानी पनि रोकिने नाम लिइराखेन, त्यही भएर चाहिँ अब त्यो गाइस हेर्न सक्नुहुन्छ अहिले पशुपतिमा यस्तरी पानी परिरहेको छ है। यो बिचरा ट्याक्सीवाला दाइहरू हेर्नु न पुरै भिजिसक्नु भएको है। ए छाताले पनि नधान्न सक्ने भइसक्यो उहाँ हेर्नु। यस्तरी मान्छेहरू यहाँ बसेछन्, यसको छाना मुनि हामी गाइस हेर्न सक्नुहुन्छ पुरा पानी परेर है। अन्त पानीले पुरा भिजाइसक्यो, हेर्न सक्नुहुन्छ गाइस है। यसरी यहाँ बसेछन्, यस्तो भइरहेको बिदुक भइरहेको हाम्रो। गाह्रो भइसक्यो अहिले चारैतिर अँध्यारो भयो। त्यो गाइस मैले घरतिर जाँदैछु है, राति भइसक्यो। अब पानी पऱ्यो नि त, अघि पानी नै रहेन, अनि त्यही भएर चाहिँ ढिलो भयो आउनलाई, हेर्न सक्नुहुन्छ है। त्यो गाइस म अहिले यहाँ हेर्न सक्नुहुन्छ काठमाडौँ मल अगाडि आरएनएस पुगिसकेको छु होइन। अब चाहिँ आरएनएस पुगेर अब चाहिँ रुमतिर जाँदैछु गाइस, हेर्न सक्नुहुन्छ है। अनि चाहिँ लास्ट भिड छ क्या, भिडमा हिँड्नु पऱ्यो। अनि त्यही हो, अब तपाईँहरूलाई म देखाउँछु। रुम पुगेको छु त्यहाँ चाहिँ गाइस। अब यहाँ चाहिँ अलिकति अब भिड भइसकेको छ, ल हेर्न सक्नुहुन्छ है। यहाँ पनि सेल चलिसकेको छ गाइस है। अब हामीले सेल गरेर आइसक्यौँ, यहाँ सेल चलिरहेको छ, हेर्न सक्नुहुन्छ है। अब चाहिँ रुम पुग्न त्यस्तै 10-15 मिनट जति लाग्छ होला गाइस है। अब गाइस अब सिधै रुममा भेटौँला। मैले अब धेरै यहाँबाट हिँड्नु छ होइन, म तपाईँहरूलाई रुममै भेट्छु ल गाइस। ल रुममा भेटौँ अब। त्यो गाइस हेर्न सक्नुहुन्छ म अहिले न्यू रोड पुगिसकेको छु होइन। अनि यहाँ चाहिँ बेलुकाको 8 बजे चाहिँ लास्टै भिड हुन्छ क्या, सेलहरू लगाएको हुन्छ होइन। अनि त्यही भएको कारणले गर्दाखेरि चाहिँ हिँड्न एकदमै गाह्रो हुन्छ। अब चाहिँ न्यू रोड पुगिसकेको छु, न्यू रोडबाट चाहिँ असन हुँदै जानेछु गाइस, हेर्न सक्नुहुन्छ होइन। अनि त्यहाँपछि चाहिँ भिडै हुन्छ गाइस है माबौध एरियामा। त्यही नै छ, अब सिधा रुमतिर भेटौँला ल त गाइस है। ल म फाइनली अब रुम पुग्न लाग्छु, हेर्न सक्नुहुन्छ है। रुम तर यहाँ बर्बाद